हेलो साथीहरू, काठमाडौँभन्दा 10 गुणा राम्रो त गाउँ छ। हेर्नु त कस्तो राम्रो डाँडा काँडा हरियाली, कति आनन्द आउने। म चाहिँ मेरो जेठी दिदीको घर धादिङ बैरेनी आएको छु अनि दिदीले कति धेरै काँक्रो रोप्नु भएको रहेछ अनि काँक्रो टिप्न भनेर गएको, काँक्रो नै छैन भएको पनि त कुही नि। कस्तो दिदीको मेहनत त सबै झारमा गएछ के साथीहरू। एउटा सानो चिचिलो रहेछ त्यो पनि भर्खर उ गर्दै गरेको अनि एउटा त काँक्रो मैले भेटेँ त्यो पनि किरा आएको के राम्रोसँग त्यो हुन्छ नि राम्रोसँग फल्दैन फलेको सबै जुन भेट्छु त्यो किराले खाएको। अनि तीनटा काँक्रो चाहिँ मैले टिपिसकेँ अनि अर्को पनि भेटेँ त्यो पनि टिप्छु त्यो नि किरा लागेको अनि यस्तो फर्केको त हाम्रो आँखा हो कि बटन अगाडि चाहिँ यत्रो काँक्रो नदेखेर उता गएको रहेछौँ क्या। अनि काँक्रो टिपेर मैले चाहिँ छोरीलाई देखाएर छुर्माको घरमा कति धेरै काँक्रो फलेको भनेर अनि काँक्रो पहाल्न म चाहिँ पन्देदारतिर लागेँ। कति धेरै पानी यहाँ, कति चिसो, फ्रिजमा राख्यो भने त चर्को चिसो पानी हुने क्या, कस्तो आनन्द आउने है। जति खेल्यो त्यति आनन्द आउने। अनि पानी खाएँ मैले, कति चिसो थियो अनि फर्केँ। अनि अब काँक्रो मजाले काट्नु पर्यो भने पहिला नुन खुर्सानी पिसिहाल्छु भनेर बिरे नुन र अगबरी खुर्सानी थियो त्यो कस्तो पिरो हुन्छ नि त अनि एउटा हालेर मैले पिसिहालेँ अनि काँक्रो काटेँ मजाले चिरा चिरा बनाएर सबैलाई दिनलाई अनि नुन खुर्सानी मजाले लगाएँ। हेर्दा कति कालो देखेको के त्यो बिरे नुन भएको भएर, तर कस्तो मिठो काँक्रो। अनि दिदीलाई सबैजनालाई दिएँ।